हाम्रो आजको मौसम हेर्नुहोस्। अनि मैले यहाँ फुलहरू अनि यहाँ सुन्तला रोपेको थिएँ। यो चाहिँ हाम्रो तुलसाको मुठ। अनि तुलसी देवी चाहिँ हुन्न, अनि तर पनि फुलहरूको त्यो चढाएको फुलहरू उम्रिरहेको छ यसमा। अलिअलि तुलसीहरू पनि उम्रिरहेको छ, सानो प्लान्ट भएर तुलसीको। यो चाहिँ लक्ष्मी प्लान्ट यहाँ मैले रोपेको थिएँ अस्ति नै, अहिले ठुल्ठुलो भइसकेको छ। यता तुलसी भगवान उम्रिनु भएको छ। यहाँ अर्को के भन्छ यसलाई, 9 बजे फुल भन्छ यसलाई, यहाँ पनि छ। अनि यहाँ मैले एपागाडा अल्ताले ल्याएर रोपेको थिएँ। अनि आजको मौसम चाहिँ पानी परिरहेको छ, घाम लागेको पनि छैन। बिहानदेखि नै यस्तै भइरहेछ, पुरै बादल लागेर पुरै के भन्छ तुवालो भन्छ होइन, तुवालो लगाइरहेछ। अनि यस्तो भइरहेछ हेर्नुहोस् सबैतिर। पानी आएर चाहिँ आजभोलि मैले यहाँ एक बोट इस्कुसको बोट रोपेको थिएँ, राम्रो भएको छ इस्कुसको बोट। अनि यो जिम्बुको बोट फुल फुलिरहेछ, जिम्बुको फुल पर्पल कलरको। अनि यहाँ चिया सिड्स ठुल्ठुलो भइसक्यो, सिलामको बोट जस्तै हेर्दा सिलामको बोट जस्तै देखिन्छ, राम्रो छ। यहाँ हाम्रो यो बाख्रा चाहिँ जहिले नि कराउँछ, मैले भिडियो गर्न लाग्दा जहिले नि करा आवाज आउँछ। अनि यो चाहिँ गोडमेडा कस्तो राम्रो भएको, यो चेरी टमाटरको बोट हो। अनि यहाँ अर्को चाहिँ कक्कलो साग, कति थरी छ। अनि हाम्रो घर अगाडि चाहिँ रोड छ, अनि यस्तो रोड छ, गाडीहरू गुडिरहेछ। बाटो चाहिँ अलि अप्ठ्यारै छ, यहाँनिर चाहिँ बनाउनु पर्छ बाटो, पुरै बिग्रिया छ यहाँ। उता यो मन्दिरदेखि यता मास्तिर, अनि यता चाहिँ राम्रो छ। यो बिचमा खोल्चा छ, यो खोल्चामा चाहिँ एकदम नराम्रो छ बाटो, मान्छेहरू हिँड्न नि गाडी यस्तो कोल्टिन्छ। अनि उहाँ पहाडी मन्दिरमाथि पनि सेम त्यस्तै छ। यहाँनिर यो बाटो जोडेको ठाउँभन्दा अलिक तल सेम त्यस्तै छ। त्यो पनि पहिला बिहा भल जान्थ्यो, त्यहाँदेखि सेम त्यस्तै छ। अनि उतातिर त सबै राम्रै छ भन्नु पर्यो। अनि यतातिर चाहिँ मैले कर्कलो अस्ति अलिकति मात्रै टिपेको थिएँ, अलिकति अब फेरि एक दिन बाद फेरि दुई दिनमा यता सबैतिरको गरेर एक छाक खाने बेला हुन्छ। अनि अन्त त सबै सानै छ, भर्खरै फल्दैछ, कुनैमा ठुल्ठुलो भइसक्यो, यिनीहरूमा अलि ठुलो छ, नत्र अरू सबै सानसाना छ। यो जम्मै कर्कलो रोपेको, यति जम्मै ढोक्रामा जम्मै। ड्र्यागनको बोट पनि ठुलो भइसक्यो, ड्र्यागन फलको बोट ठुलो भइसकेको छ।